हेलो एभ्रिवान र फेरि पनि सबैलाई स्वागत छ नयाँ कन्टेन्ट अनि नयाँ भ्लगमा नयाँ भिडियोमा र तपाईहरु कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ होला र के छ त हल्ली चल्ली र मेरो एकदम राम्रो छ र पोपुलास्टिक सेवारो फागु केटाकोबाट र आज म कहाँ छु भन्दाखेरि जग्गाको नाम चाहिँ थाहा भएन तर जान्दैछु कहाँ जान्दैछु भने सिक्किमको वान अफ द फेमस जग्गा छङ्गु लेक जाँदैछु गाइज र छङ्गु लेक कस्तो छ के छ तपाईलाई देखाउने छु गाइज र हेर्नुस् यो सिक्किममा छङ्गु लेकमा चाहिँ ठुलो ठुलो याकहरू पनि देख्छ भनेर सुनेको थिएँ याकमा आज राइड हुन्छ के हुन्छ है र बाटोघाटो चाहिँ एकदमै दामी रहेछ तपाईँहरू आउनुहोस् होला एकदमै ट्राभल गर्नेलाई अझै राइड गरेर आउनेलाई झन् बबाल हुनेछ र छङ्गु लेक जाँदैछु आउनुहोस् गाइज छङ्गु लेकसँगै जाउँ तपाईँ हामी मसँग तपाईँहरू घुम्नुहोस् होला म चाहिँ यहाँनिर रेस्टुरेन्टमा खाना खानु बसेको छु हामी भनौँ न र यहाँबाट चाहिँ यो चाहिँ माउन्टेनको भ्यू चाहिँ यस्तो देख्दैछ हेर्नु ल र हामी चाहिँ जोलक्काको यहाँ जिगज्याक रोड हेर्नु तर जिगज्याक रोड चाहिँ यस्तो भइसकेको छ अघिले गर्दा फुलित्तै बिमारीहरू भइसक्यो भाइ हिउँ खेलाउने होइन भाइ यसले हिउँ खेलाउने किनेको छ पन्जा र गाइस अब हिउँ खेलाउनु पर्छ यो त र गाइस हामी जाँदैछौँ बाबा मन्दिर हो हरभजन सिंह अब तपाईँले यो स्टोरी त सुन्नु भएको होला धेरैजनाले यहाँ चाहिँ बेलुका के हेऱ्यो म्याम अब यहाँ चाहिँ अब यसको चाहिँ अब एउटा इतिहास छ कि अब यो चाहिँ हामीले एक्सप्लेन गर्न सक्दैन किनकि हामीलाई पनि कतिवटा दादाहरूले गर्ने बाहिर सक्दैन पनि किनकि हामीलाई सब त्यस्तो विकास थाहा पनि छैन हो बट यो चाहिँ तपाईँहरूले युट्युब मार्फत हरभजन सिंह भनेर युट्युब मार्फत गरेर चिन्नु सक्नुहुन्छ होइन किनकि उहाँ चाहिँ को हुनुहुन्छ भनेर चाहिँ विश्वले चिनेको हो नि त यहाँभित्र एन्ट्री गर्दैछु म यता हो खास मन्दिर चाहिँ यो हो यहाँ चाहिँ एन्ट्री हुँदैछ जाडो चाहिँ खुट्टा चाहिँ पिठिरहेदिँदैछ उहाँ चाहिँ हुनुहुन्छ आम्बो भन्दा यो चाहिँ उहाँको उयो वर्दी ड्रेस वर्दी रहेछ अफिस यहाँ बसेर उहाँले ड्युटी गर्नुहुन्थ्यो अरे यहाँ चाहिँ उहाँको बेड हो अझै पनि यो चाहिँ एकदम फ्याक्ट कुरा हो अझै पनि उहाँको बेलुका भएपछि चाहिँ अझै पनि रक्षा ए उहाँहरूले अब यहाँ रक्षा गर्नुहुन्छ भने चाहिँ इतिहास गएको छ ए बुटहरू टस्टर नगर्नु ल म तलवार तलवार यहाँ रहेछ है वहीँ हुनुहुन्छ हरभजन सिंह आप लोग को कैसा लग रहा है इधर बहुत बढ़िया किधर से आप लोग कलकत्ता कोलकाता से आए हैं दमदम हाँ इतिहास तो सुना है वहाँ का हाँ 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 आप लोग इधर का ही है हाँ नाम दार्जिलिङ दार्जिलिङ हाँ वेस्ट बेङ्गल दार्जिलिङ ठिकै घुमिए एक्सप्लोर गरेँ उहाँको यहाँनिर यो मूर्ति पनि रहेछ मूर्ति त सिद्धि बाबा पनि रहेछ सिद्धि बाबा यता पनि रहेछ उहाँ चाहिँ पन्जाबी हुनुहुन्थ्यो नि त हरभजन सिंह भनेपछि खुट्टा पुरा चिसो भन्ने हामी चाहिँ एउटा अब एक्सप्लोर गरेर पनि निक्ल्यौँ यहीँ है बुटहरू लाउने जग्गाहरू हामी चाहिँ यहाँबाट निक्लेको गाइज स्टोरी चाहिँ हाम्रो दादालाई याद रहेछ हरभजन सिंहको चाहिँ अलिकति बताइदिनु न दा आइबस्छ कि त्यसले गर्दा यो चाहिँ बाबा हरभजन सिंहको मेन बङ्कर हो जहाँ चाहिँ उसको डेली लुगा पट्याउने हुन्छ नि उसको आइरन लाउने खाना बनाउने सबै छ बाबा हरभजन सिंहको अहिले चाहिँ अब रिटायर भयो उहाँ हो अन्त मेन चाहिँ यही हो
अन्त मन्दिर यही हो जुन चाहिँ अब 1962 र 64सम्म जुन चाहिँ लडाइँ भइरहेको थियो इन्डो चाइना बोर्डरमा होइन यो एरिया पुरा ब्याटल भएको जग्गा पहिला त्यो टाइममा चाहिँ अब यो पन्जाब रेजिमेन्टबाट थियो हरभजन सिंह बाबा चाहिँ उहाँको जुन चाहिँ लडाइँको टाइममा एक्सिडेन्ट भएर उहाँको देहान्त भयो उसको डेड बडी पाएको थिएन हामीहरूले फेरि बादमा हुँदै जाँदा उसको सपनामा आउँथ्यो उसको साथीहरूलाई सपनामा आउँथ्यो क्या सपनामा आएर बताउँथ्यो अरे उहाँले यो जग्गामा यस्तो हुनेवाला छ त्यस्तो हुने त्यो सचमुच हुन्थ्यो क्या त्यस्तो त्यो विश्वासले गर्दाखेरि उनीहरूले यहाँ एउटा मन्दिर बनाइदियो होइन त्यसले गर्दा यो मान्यता भएको र मतलब एउटा स्ट्रङ बिलिभ हो त्यो एउटा मान्छे होइन पहिला पुरानो कुरा हो अब भाइ अहिले त अब सबैजना एजुकेट त बुझिहाल्छ नि अब ड्युटी पनि जान्छ है पहिला डेली सफा गरिदिनुपर्छ बुटहरू चाहिँ कन्टिन्यू यहाँनिर हुन्छ कन्टिन्यू मैला हुन्छ मतलब कन्टिन्यू उसको आइरन लाउने हजुर कन्टिन्यू चाहिँ अब सुन्नुभयो होला तपाईँहरूले सपनामा आएर चाहिँ यस्तो यस्तो हुन्छ भन्ने विचारहरू बुझिहाल्नु भयो र बुटहरू चाहिँ अझै पनि मैला हुन्छ अरे बिहान चाहिँ एकदम सफा गरेर है आइरन साइरन गरेर चाहिँ जहिले पनि युज भइरहेको हुन्छ अरे चाहिँ रियल स्टोरी तपाईँहरू बिलिभ गर्नुहोस् या नगर्नुहोस् यो चाहिँ एकदम अब यहाँ भएकै घटना हो त्यही भएर चाहिँ अब सबैले मान्यता दिइरहेछ है उहाँको नाममा र मन्दिर बनाएर उहाँलाई एउटा उहाँको नाममा एउटा मन्दिर बनाइदिएको छ नभए त्यसै त हुने कुरा त होइन यो है तपाईँहरूले बिलिभ गर्नुहुन्छ या गर्नु हुँदैन र आएर एकपल्ट एक्सप्लोर गर्नु चाहिँ नबिर्सिनु होला बाबा हरभजन सिंहको मन्दिरलाई हेर्दै गर्नुहोस् अझै मिठो मिठो भ्लगहरू अझै आउनेछ र अझै डल्लै छ छङ्गु डल्लै छ अझै बबल जग्गा एक्सप्लोर गर्नु तपाईँहरूलाई बाँकी नै छ हेर्दै गर्नु होला र गाइज हामी बाबा हरभजन सिंहको मन्दिर घुमेर चाहिँ एक्सप्लोर गरेर चाहिँ अब जाँदैछौँ तल छङ्गु लेक माथि छङ्गु लेकमा हान्ने जस्तै अब त्यहाँ गएर चाहिँ हिउँ खेलाउँछ भक्तिले होइन हामी हिउँ हान्ने खेल्नु हटाएर खेल्ने र आउनुहोस् गाइज छङ्गु लेकमा तपाईँहरूलाई वेलकम छ यहाँ चाहिँ अब हिउँ खेलिन्छ केटाले हिउँ खेल्छु भन्छ हिउँ खेल्नु केटा हो हिउँ चिप्लिन्छ पो या त फेरि यस्तोमा त चिप्लिन्छ पो चिप्लिन्छ नि हिउँमा नि सानो चिप्लो हुन्छ भक्ति कस्तो खुसी कस्तो भइरहेको छ तँलाई मजा आइरहेछ भाइ घन्टा यताबाट चढ्न यताबाट भाइ चुत्या कति हान्छ हान भाइ हान फोटो खिचाउन भनेपछि जब त्यही 05मा खिच्दैछु मजाले उसको चाहिँ अलिकति जस्तो फोटो खिच्दैन भानिस फोटो खिच्छौ टी-सर्ट मिलाउन भने यस्तोमा गयो त यस्तो ज्याकेट पनि मिल्यो हान न कति हान्छ सान हान कति हान्छ हान हान थल्दिन्छ हान न हल्का यसो ल हान हान चुत्या हान हान कति हान्छ हान तेरो मक्का हान मलाई हान्न कहाँ मामालाई हानेको मलाई हान हान हान
जति यो खाइदियो अरे अर्कोले अरे यो खाइदिँदैछ यसले फेरि सिधै पाउँदैछ त हौ गाँठे यो खाँदैछ एउटा माथि नजाऊ बानिस अहिले लियो उयो स्नो लापर निक्लिन्छ र भुक फाइनल्ली आइसकेको छु तपाईँको प्रतीक्षाको घडी आइसकेको छ म आइसकेको छु सङ्गुले आउनुहोस् गाइस मसँग छङ्गु लाइक चाहिँ यस्तो छ मेन चाहिँ छङ्गु लेकको चाहिँ मेन इम्पोर्टेन्ट कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँहरू के देख्नु सक्नुहुन्छ याकको मजा तपाईँहरूले मजा लिनु सक्नुहुन्छ देखाइदिए भाइ यसरी भन्ने हो भाइ कत्रो होइन याकको मजा लिनु सक्नुहुन्छ र साथसाथै यहाँको फेमस टुङडुङ टाडाउ ट्याउड्याउ टुङडुङ टाडाउ टुङडुङ टाडाउ एक बार तो खा चुका अगली बार नै खाऊँ टुङडुङ टाडाउ मेन चाहिँ दामी जग्गा चाहिँ तपाईँको यो छङ्गु लेकको चाहिँ यो तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ प्योर हिउँबाट बिल लिएर चाहिँ हिउँ पिघलिएर चाहिँ बनिएको चिज हो नेचरल कुनै आर्टिफिसियल हिमाल देख्न सक्नुहुन्छ तपाईँले यस्तो चिसो छ तर यहाँ चाहिँ अलिकति तातो लुगा लिएर आउनुहोस् तपाईँहरू यो कालोहरू ज्यादा हल्ला गर्छ यिनीहरू छैन नि फेरि छैन फेरि हो यिनीहरू पाउनेहरू हामी याद गर्नुपर्छ यिनीहरूलाई यतापट्टि पनि देखाइदिए भाइ याक चाहिँ हेर्नुहोस् न याकले हान्यो भने त फ्याक फ्याक हुने रहेछ नि यस याक दाजु हरियो याक दाजु ठिक छ यहाँ बस्न सेम छ त अन्नु ट्याउड्याउ फाइनली गाइज हामी छङ्गु लेक पनि घुमिसकेर चाहिँ अब जाँदैछौँ गान्तोकतर्फ फेरि पनि हामी आफ्नो मार्गमा जाँदैछौँ र तपाईँलाई यो भिडियो कस्तो लाग्यो के लाग्यो फेरि यस्तो लाग्यो भने उस्तो लाग्यो भने मुनि कमेन्ट बक्समा कमेन्ट गर्नु होला र तपाईँको राहा के छ तपाईँहरूले त्यो पनि भन्न सक्नुहुनेछ र भिडियोलाई मन पऱ्यो भने लाइक कमेन्ट सेयर धेरै धेरै सेयर गर्नु होला र च्यानलमा यदि नयाँ हुनुहुन्छ प्लिज च्यानललाई सब्सक्राइब गरेर बेल आइकनलाई अल गर्नु नबिर्सिनु होला थ्याङ्क यू सो मच लभ यु गाइस यस्तो भिडियोसँग नेक्स्ट कन्टेन्टसँग फेरि नेक्स्ट भिडियो भेटौँ अहिलेको लागि टाटा बाई बाई सबैजनालाई गुड नाइट